अघि तिमी के विनोद विनोद गराएको थियौ मैले सुन्दा थिएँ माथि किसी ने पूछा कसैले भनेको हो सोधेको हजुरको बुढाको नाम के हो त मैले भने 3 नाम हो तीन नाम? मैले देखो बाबाले देखो अनि लीगली तो उसने बोला ओके लीगली क्या है तो मैंने बोला विनोद किन हाँस्नु त विनोद भनेर होइन एकदमै नाम राम्रो हो अरे त्यो यो बत्तीसी नाटकी तर हेर न सुट गर्दैन अनि कहाँ सुट गर्छ त मेरो बाहुनले दिएको नाम हो नि त बाहुनले के हाम्रो त्यो ब्राह्मणले दिन्छ नि त जनवरीतिकै अनि त्यो नाम हो कि मेरो राशिको नाम हो कि मेरो त्यो बुझेनौ अनि मेरो त नि घरमा दिएको नाम बाबाले दिएको नाम चाहिँ आयुष भन्छ के आयुष सिंह ठकुरी तो वही क्यों नहीं रखा है त्यो राख्न मिल्थ्यो अब हामी अब अलि धेरै नै धर्म संस्कारी उसमा भएर अब त्यो राखेन भनौँ न रीतिरिवाजको चिजले गर्दा अब भोलिपछि मेरो बच्चा भएपछि अनि बच्चालाई नि टक्क म राख्छु नाम हाँ बच्चे को यही बोलूंगी तुम्हारे पापा का नाम विनोद है हो आयुष क्यों नहीं बोला उसको? नहीं जब तक चेंज करवा दो प्लीज ये कहाँ से change Oh करूं? my, मेरी just इसकी imagine, ऐसी just चीज। imagine. सब में वही नाम है। विनोद को छोरा कौन बोलेगा वो विनोद को छोरा? पागल हो उसमें क्या होगी कि मतलब मेरी आयुष को होइन, छोरा official आयुष को छोरी उठा द अटेंडेंस ला नाम। होइन आफ्नै नाम हुन्छ नि मेरो जेसो नाम त्यो त जस्ट मेरो राशिको नाम हो नि कहाँ त्यो राशिको नामले जसले नि धेरै प्राय मान्छेहरूको राशिको नाम छुट्टै हुन्छ नि बाहिरको नाम छुट्टै हुन्छ कि जानु बुझेनौ बुझे मैले तर त्यो एउटा ऊ हो कि जस्ट के भन्छ त्यसलाई रीतिरिवाज जस्तो हो कि गाइस आपको पता है आयुष का नाम जब हम लोगों ने उसमें रखा था ना फेसबुक पे और आइडेंटिटी के लिए तो रियल नाम रखा तो कितने लोगों ने आयुष से पूछा बाबू विनोद को आयुष ने फिर बताया मैं ही हूँ विनोद